सम्पूर्ण नेपाली दाजुभाइहरुमा अस्सलाम वालेकुम, प्रणाम, जय नेपाल। जनकपुरको महेन्द्रनगरमा जुन घटना घट्यो त्यो घटनामा पूर्ण ब्रह्मा कबीर उपासक समाज नेपालको तर्फबाट प्रेस विज्ञप्ति आएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएको कुरालाई म तपाईहरुले सुनाउन गइराखेको छु, जुन कि मेरो तर्फबाट केही पनि हुँदैन, मात्र प्रेस विज्ञप्तिमा के छ सत्य तथ्य त्यो सबैले मात्र जानकारी गराउन खोज्दैछु। पूर्ण ब्रह्मा कबीर उपासक समाज नेपाल विगत 10-12 वर्षदेखि जगत गुरु तत्वर्षी संत रामपालजी महाराजद्वारा प्रतिपादित आध्यात्मिक मार्ग वैदिक सनातन परंपरा अनुरूप जीव हिंसाको अन्त्य, नशा मुक्त समाजको निर्माण, जातीय विभेदको उन्मूलन, भ्रष्टाचारी विरुद्ध जनचेतनामूलक अभियान, दाइजो प्रथाको अन्त्य, अन्नपूर्ण मुहिम अन्तर्गत अति विपन्न वर्गलाई राहत वितरण, खुला रक्तदान, वृक्षारोपण लगायत विविध सामाजिक सेवा मूलको कार्य निरन्तर गर्दै आइरहेको सामाजिक संस्था हो। यो प्रेस नोटमा भएको छ। यसै सन्दर्भमा धनुषा जिल्ला मिथिला नगरपालिका वार्ड नम्बर 2 नक्टा झिझी निवासी श्री लक्ष्मण महतो र श्री जयलाल महतो दाजुभाइ तथा निजको परिवारले संस्थाको सामाजिक योगदान तथा अत्याधुनिक ज्ञानबाट प्रभावित भई साबिक नक्टा झिझी गाविस वार्ड नम्बर 1 ख अन्तर्गत हाल मिथिला नगरपालिका वार्ड नम्बर 2 बेला चापीमा पर्ने किता नम्बर 32, 33 र 35 को जग्गा 2513 क्षेत्रफलको जग्गा साथै सोही जग्गासँग जोडिएको उहाँहरूको सवासी भोगचालनमा रहेको केही जग्गा समेत धर्मार्थ प्रयोजनका लागि संस्थालाई आश्रम सञ्चालन गर्न दान रूपमा प्रदान गर्नुभएको थियो। सबैजना लाइभलाई शेयर गरिदिनु होला। दान गर्नुभएको थियो। मिति 2082 साल 9 महिना 26 गते शनिबारका दिन करिब बिहान 11 बजे जग्गा नाप जाँचको विषयलाई निहु बनाई केही उपद्रवकारी तत्त्वहरूले जबरदस्ती आश्रम परिसरभित्र प्रवेश गर्ने प्रयास गर्दै हिंसात्मक आक्रमण गरेका छन्। उक्त आक्रमणका क्रममा श्रीरेश्वर नगरपालिका वार्ड नम्बर 5 का वडा अध्यक्ष, वडा सचिव, वडा सदस्य तथा आश्रममा सत्संग श्रवणका लागि उपस्थिति 11 जना भक्तजनमाथि ढुङ्गा मुढा प्रहार गरी गम्भीर कुटपिट गरिएको छ। यो प्रेस नोटको यो आरोप लगाइएको छ। घाइते भक्तजनहरूलाई उपचारका लागि एम्बुलेन्स मार्फत जनकपुर अस्पताल लैजाँदै गर्दा महेन्द्रनगर स्थित औरही पुलमा सोही समूहबाट पूर्ण आक्रमण गरी थप कुटपिट गर्नु साथै साथ एम्बुलेन्समा तोडफोड गरिएको र एम्बुलेन्स सञ्चालक समेतलाई घाइते बनाइएको छ। विवाद समाधानका लागि मिथिला नगरपालिका वार्ड नम्बर 2 का वडा अध्यक्ष श्री बिहारीलाल महतो अध्यक्षतामा आश्रम र स्थानीय युवा दुवै पक्षबाट प्रतिनिधित्व रहने गरी संयुक्त समिति गठन भई आपसी सहमतिमा टुङ्गो लाउने निर्णय भइसकेको थियो। तर उक्त सहमतिको उल्लङ्घन गर्दै वडा अध्यक्ष तथा आमिनको अनुपस्थितिमा जातीय तथा धार्मिक द्वन्द्व सृजना गरी समाजमा अशान्ति फैलाउने दूषित नियतले गरिएको यस आक्रमणप्रति पूर्ण ब्रह्मा कबीर उपासक समाज नेपालको घोर भर्त्सना गर्दैछु। कानुनी राज्यमा आफ्ना असन्तुष्टि राख्ने वैधानिक माध्यम हुँदाहुँदै कानुन आफ्नै हातमा लिई अराजकता फैलाउने तत्त्वहरूमाथि सम्बन्धित निकायबाट कडाभन्दा कडा कारबाही गरियोस् भनी हामी जोरदार माग गर्दैछौँ। साथै साथ धार्मिक सद्भाव, सामाजिक भाइचारा र शान्ति कायम राख्न भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिन आवश्यक सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारवाला निकाय, प्रशासन तथा सुरक्षा निकायको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छौँ। घाइते सबै शीघ्र र प्रभावकारी उपचारको व्यवस्था गरियोस्। साथै एआई को दुरुपयोग गरी झुट्टा तथा भ्रामक समाचार प्रसारण गरी सामाजिक सञ्जालमा प्रचार प्रसार गर्ने व्यक्ति तथा संस्थामाथि तत्काल कानुनी कारबाही गरियोस् भनी सम्बन्धित निकाय समक्ष अपिल गर्दैछौँ। पूर्ण ब्रह्मा कबीर उपासक समाज नेपाल। अब यो प्रेस विज्ञप्ति पूर्ण ब्रह्मा कबीर उपासक समाज नेपालको तर्फबाट यो आरोप लगाइएको छ। त्यहाँको जुन जग्गा छ कसैले दानमा दिएको छ, दानमा दिएको बेलामा चाहिँ त्यही ऐलानी जमिनहरू पनि उनीहरूको जोग भोगमा थियो, जुन यो प्रेस विज्ञप्तिमा छ त्यसको आधारमा। यो जुन स्थिति हिजोको हामी हेर्यौं जनकपुरको, त्यो स्थितिमा एकतर्फ हिन्दू छन्, हेर्न त सबै हिन्दू समुदाय नै हो, यसमा कोही छैन, सबै हिन्दू नै हो। अब यसमा जुन एउटा संस्था छ, धर्मस्थल छ, त्यसलाई चाहिँ ऐलानी जग्गाको कब्जा गरेको छ, त्यही आरोपमा त्यो विवाद चर्केको थियो हैन। यो दुईटै समुदाय मिलेर यसलाई आपसीमा सहमति गरेर एउटा निकायको बाटोमा जानुस्, न कि यसलाई समाजमा घृणा र समाजमा झैझगडा नगरिकन यसको समाधान खोज्नुस् र रोज्नुस्
यसैमा भलाइ छ दुईटै समुदायको। यो देशमा अहिले धार्मिक लडाई चरममा छ। त्यो धार्मिक लडाईसँग हामी कसरी बाँच्ने हो, धार्मिक लडाईलाई कसरी छोडेर उन्नति र प्रगतिको लडाईमा जाने हो, हामी त्यो बाटोलाई अपनाउनुपर्छ। यो देशमा धर्मको नाममा धर्मस्थललाई यो कुनै धर्मले पनि सिकाउँदैन कि कसैको धर्मस्थललाई अपमानित गरौँ, कुनै धर्मले यो सिकाउँदैनन्। जुन आफ्नै धर्मलाई राम्रोसँग फलो गर्छन् त्यो अरूको धर्मलाई अपमानित गरिँदैन। त्यही भएर हामी सबै समुदाय र सबै जाति वर्ग यो नेपालमा हुने सम्पूर्ण दाजुभाइसँग अनुरोध र बिन्ती गर्दैछु, कानुन र धर्म आस्थाको कुरामा अलि ध्यान लगाएर सोचेर बुझेर सम्झेर कुनै पनि कदम अगाडि बढाउनु होला। जय नेपाल मित्रहरूमा, धन्यवाद।